नेपालमा शिक्षा एउटा ज्ञान र बौद्धिकता आर्जन गर्ने माध्यम मात्र होइन। यो गरिब र मध्यम वर्गलाई त्यो आर्थिक अवस्थाबाट उपल्लो आर्थिक अवस्थामा पुर्याउन सक्छ भन्ने समाज र ती वर्गका मानिसहरूले गर्ने एक मात्र आशा र भरोसा हो। यसै शिक्षाको वरिपरि रहेर आज हामी यो विषयमा गहिरिएर कुरा गरौँ, जहाँ उच्च शिक्षा, यसको वास्तविक अर्थ र यसमा जोडिएका हाम्रा सामाजिक दबावहरूलाई हेर्ने दृष्टिकोणको बारेमा कुरा गर्नेछौँ। एकपटक बाल्यकालका ती सुरुवाती दिनहरूलाई सम्झ्यौँ भने हामीले बाल्यकालदेखि नै पैसाको अवधारणालाई किन यति चाँडै र यति सहजै बुझ्छौँ? किन एउटा सानो बच्चा भर्खरै यो संसार बुझ्दै गरेको हुन्छ, तर उसले अरू कुनै जटिल कुरा सिक्नु अघि नै पैसाको भाषा मज्जाले बुझ्न थालिसकेको हुन्छ? यसको कारण एकदमै सिधा छ। आफूलाई मनपर्ने त्यो चकलेट होस् वा लोभ्याउने नयाँ खेलौना, ती सबै पाउनको लागि एउटै कुरा चाहिन्छ, र त्यो हो नगद, अर्थात् क्यास। जस्तो कुनै पनि बच्चाले आफ्नो हुर्काइको क्रममा यो कुरा एकदमै गहिरोसँग बुझ्दै ठुलो हुन्छ, हाम्रा हरेक इच्छा पूरा गर्न पैसा प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। अनि यही कुराले हाम्रो मनोविज्ञानलाई बाल्यकालदेखि नै यति बलियो गरी आकार दिन्छ कि हामी हरेक कुरालाई पैसासँग जोडेर तौलिने र बुझ्ने बानीको विकास गर्छौँ।